किन भिडियो आयो? यहाँ चाहिँ हाम्रो अन्डा पाक्दैछ अनि म चाहिँ यहाँ चाहिँ इन्स्ट्यान्ट नुडल खाँदैछु। पाकिसकेको अन्डा यहाँ छ। हाम्रो यो चाहिँ फ्रिज हो। हामी चाहिँ कारको पछाडि लुकेर खाँदैछौँ। अनि उता पछाडि चाहिँ ठुलो नदी छ। हामीले त नुहाइसक्यौँ। उता जहाज देखाइदेऊ त यो मोबाइलले बुढा। ल यो चाहिँ हङ्गेरी हो। हामी बुदापेस्टतर्फ जाँदैछौँ। हङ्गेरीमा हङ्गरी भएका छौँ। अनि यहाँ हाम्रो चौचौ पनि रेडी हुँदैछ भित्रै। म चाहिँ नुडल चम्चाले नआएर टक्क हातले खान्छु। अब पानी तैराउने पहिला अनि त्यसपछि राइस नुडल चाहिँ साह्रै मिठो हुन्छ। यस्तो मसला ससला नि केही हुँदैन। नुन अजिनो हल्का पिरो हो कि त्यस्तो अनि ओनियनको तेल त्यस्तो हुँदो रहेछ मिठो। आइपुगेको अन्डा यो हल्का वाइल्ड लाइफ पनि भयो पिकनिक जस्तो। अनि पैसा पनि जोग्यो घुम्न पनि पाइयो हङ्गेरीमा। हामी चाहिँ यस्तो जीवन बिताउन मनपर्छ हामीलाई चाहिँ। फेरिमा नदीमै गएर स्विमिङ पनि हान्ने बरु पैसा तिर्नुभन्दा यही ठिक छ। सफा पानी त हुन्छ। स्विमिङ पुलमा बरु च्यापच्याप लाग्ने पानी हुन्छ के हालेको। अरू नदीमा टक्क माछा पौडी खेलेको ठाउँमा पौडी खेलिदियो। म चाहिँ बुढा आउनुभन्दा अगाडि नै नुडल र अन्डा खाइसक्नु लागिसक्यो। मलाई त खासै यो नुडलहरूको बारेमा आइडिया छैन। त्यही भएर अनि यो ग्यासको बारेमा पनि म चाहिँ मेरो बुढालाई पकाउनु दिएको। पसिना मलाई चाहिँ लास्ट चाहिँ कोक खान मन लागेको। म गिलास लिन जान्छु। अन्डा बटरमा पकाएको अन्डा लास्ट चाहिँ मिठो भएछ। मेरो बुढाले चाहिँ पुरै मलाई चिसो चिसो कोक दिनुहुन्छ। ठिकै चिसो छ होला नि? मिठो मिठो जिरो सुगर भएपछि मलाई पनि हल्का पच्यो। मिठो मुड फ्रेस बनाएर निन्द्रा लागिरहेको थियो। चौचौ पनि मजाले फुलिसकेछ है। पहिलाको चौचौमा सडक मिसाएर यो अन्डालाई काटेर हालिदिउँ। खुर्सानी सुर्सानी छैन होइन? खुर्सानी सुर्सानी छ कि छैन? त्यसमै थियो। यो खाँदैन नि मेरो नुडल। अझ त्यो मैले खाइसकेको अलिअलि यो चाख्छु मात्रै अनि भयो मलाई। यो अर्को खालको नुडल। यो चाहिँ खाँदैन? राइस त खाइसकेको हो नि। यो हालिदिन्छु भनेर त्यहाँ हालेर खाऊ। एउटा चिकन हाल्छु। चिकनको टुक्राहरू हाल्ने तिमी यो अन्डा खाऊ। म यो अन्डा खान्छु ल। अलिकति म नुडल चाख्ने मात्रै हो। म अन्डा खाँदिनँ। सबै अन्डा खानु भने किन? म चिकन नि खाइहाल्छु नि त्यहाँबाट। ए होइन अलिअलि खाऊ न तिमी पनि। यो यहाँ हालिदिएको छ यो खाऊ। कोक पुग्यो होला होइन? खाना राइस नुडल मात्रै ला। बर्मन अन्डा नै खाने हो। फोहोरहरू टिपेर यहाँ जम्मा पारिसकेँ। अनि के भित्र राख्ने सबै राखिसकेँ। मेरो बुढा खाँदै हुनुहुन्छ। अब म चाहिँ गएर एकछिन सुत्न मन लागिरहेको छ। कोक देखेर फेरि खाउँ लाग्यो।
अब हामी चाहिँ एकछिन प्याकअप गरेर हिँड्छौँ। यो कहाँ रह्यो यहाँ फेरि दही हो खानु खोजेको थियो कि यहाँ हाल्यो नखाने दही खान खोजेको थियो अब त्यही हालिदियो है फ्रिजभित्र। हाम्रो फ्रिजभित्र सबै पानी अचार दही अनि आइस कोकहरू चिसो पार्ने सबै जान्छ। बटर केरा नि हाल्ने कि केरा त छोड्दियो। ल अब चाहिँ म चाहिँ कारको पछाडि सबै सामानहरू थन्काइदिन्छु। उतापट्टि साइडमा यो ब्ल्याङ्केटहरू पट्याएर राख्ने म धमाधम कोक पिएको पेय हुनुहुन्छ। पसिना पसिना हुनुभएको छ चिसो चिसो कोक पिउँदै बस्नु भएको छ। म चाहिँ सामानहरू थन्काउँदैछु। म चाहिँ अब ब्याग स्याग जम्मै राख्नु पर्यो नि थाकेर चुर भएको छु। यसमा ठ्याक्क खनेर सिसाको बोतलमा राखिदियो भनेदेखि सुरक्षित हुन्छ। चक्कुलाई चाहिँ यसरी मजाले पेपरमा बेरेर राखिदियो भने काट्दैन यसो निकाल्दाखेरि पनि सजिलो पनि भयो। दहीलाई चाहिँ यसरी मजाले सिसाभित्र हल्का घोलेर हाल्यो भनेदेखि बाटोमा पोखेन भरेको मोही जसरी खान पनि मिलो। अनि यहाँ मजाले मिनी फ्रिजमा राखिदियो भनेदेखि चिसो पनि भयो आनन्द। म त खुट्टा दुखेर मर्लाई म त सुत्छु अब एकछिन खुट्टा दुखेर। गाडी चिसो पारेर सुत्नु मलाई त खाएपछि केही काम गर्नु सक्दैन हात खुट्टा गल्छ। भर्खर स्विमिङ खेलेर आएर हो कि हात खुट्टा गुलेर मर्लाई चाहिँ अल्छे मान्छे। गाडी अन गरिदिएर अनि एसी अन गरेर म चाहिँ एकछिन ढल्किन्छु। म चाहिँ एकछिन सुते जस्तो गर्छु। अलिअलि सामान थन्काएँ अब सबै सामान बुढाले थन्काउँछु। उतातिर चाहिँ मजाले खोला बगिरहेछ त्यहाँ भर्याङबाट टक्क तल गएर त्यसलाई मिल्छ। एउटा कुरा त बिर्सिहालेको छु लुगाहरू सुकाएको त्यो नुहाएर टिपेर हाल्नुपर्ने ठ्याक्कै बिर्सिएछु। ल मलाई चाहिँ उयो ला हुन्छ नि यो बास्ना दिने कारमा राख्ने यो चाहिँ साह्रै मनपर्छ। साइड अगेन बुढा बचाउ मलाई। यो पानीमा मजाले खेल्न सकिन्छ तर स्विमिङ गर्न आउने मान्छेले मात्रै नत्र यो पसेर मर्छ। मैले चाहिँ प्लास्टिकको स्विमिङ खेल्ने डोरी लगाएर खेलेँ। गाडीमा लागेको हल्का हल्का फोहोरहरू त्यो हल्का हल्का चिसो कपडाले सफा गरिनु पर्यो बाटोमा देखिन्छ नि त राम्रोसँग। बाटो बाटोमा ट्रास भन्ने ठाउँ भइहाल्छ नि। म ऐना साइना पुसेर टिलिक्क पारिदिन्छु। म फ्रिज चाहिँ राख्न सक्दिनँ भारी छ। बाटोमा हिँड्दा हिँड्दै चराले बिस्ट्याएर फोहोर भइहाल्छ जति पुसे पनि। माथि माथि आकाशमा चरा उडिरहेको हुँदो रहेछ त्यसैले गाडी त सफा पारेको पारै गर्छ। यो चाहिँ साबुन पानी घोलेर ह्यान्ड वास घोलेर राखेको हो क्या अरे त्यही हालेर हल्का छ्यासछुस पारेर सफा हानिदिनु पर्यो। अनि वाइपर चलाइदियो अनि चराको सफा कुराहरू जम्मै जान्छ। अनि अब भित्र पसेर वाइपर कसले चलाउँछ के उता केही हुँदैन। ए वाइपर चलाउन त भइगयो नि त्यसो भए। ल म स्टप गर्छु नि त रेडी भनेपछि। यस्तो यस्तो ऐनामा नि पुस्ने लु के विधि लागेको जति त्यति सफा गरे पनि फोहोरै फोहोर भएको छ। हट बाहिर हिँडेपछि त चराको के को फोहोर लाएर फेरि जस्ताको डट न सट अब त्यो तल भेट्दिनँ पनि। है कहाँ एकछिन स्टप गरेर त म पुगिदिन्छु माथि माथि मजाले। अलि जति सफा भयो नि अब 1 घन्टामा फेरि डट आइहाल्छ।
तर लुगाहरूले पुछेको भन्दा यो कार पुछ्ने नै के ब्रसले पुछेको चाहिँ सफा हुन्छ है। न त यो हामीले चिल्लो चिल्लो कुराहरू जति पुछे पनि फोहोरै देखिराख। यसको पनि बन्द गरेर पुछ्दिउँ पछाडि। यहाँ पनि फोहोर र है, फोहोर हो कि के हो यो सेतो सेतो? विदेशी चाहिँ मान्छेहरूले प्रायः काరైमा घर बनाउँछन् है। यहाँ पनि हाल्ने हो कि यता पुछिँदो रहेछ है, चिसो चिसो भएपछि चाहिँ यसै पुछ्यो। कति फोहोर लागिसकेछ एकैछिनमा। चराहरू धेरै हुन्छ यतातिर। खाइसक्यो नत्र फालिदेऊ। कटनको टिस्यु पेपर चाहिँ साह्रै सजिलो क्या। सर यो टिस्यु जस्तो हुन्छ, सर्ट निकालेर हल्का पानीमा भिजाएको जस्तो गरेर मुख पुछे नि भयो, यसो गाडी पुछे नि भयो, यताउता धुलो धाली जम्मै जान्छ। सर कटनको टिस्यु पेपर चाहिँ साह्रै मन पर्यो, महँगो भयो भने। मुख पुछ्दा पनि मुखमा धर्सी के भन्छन्, रिङ्कल नपर्ने अरे। सजिलो सफा। हामी चाहिँ ट्रास चापारी छोडेर बाहिर फाल्दैनन्, विदेशमा पनि नेपालमा पनि। कत्रो बोट गयो कि ठ्याक्क उसबाट पानीबाट। सर्वत जर्मनीकै बोट जस्तो छ है। हङ्गेरी छिरेपछि ठ्याक्कै नेपालको जस्तो खाल्टा खोल्नु अस्ट्रियामा त्यस्तो रोडहरू आइपुग्यो भने त कोही त गीत पनि बज्न छोड्यो, खासै नेट पनि टिप्दैन। अलिकति विकसित देश र अलिकति कम विकसित देशमा फरक परिहाल्ने। गहुँ काटेर गहुँ राख्ने स्टाइल चाहिँ यो गाउँको ढुड हो कि टुड के अरे होइन, गाउँको हो के। गाउँकोलाई परालको थुप्रो भन्छ, त्यो राख्ने स्टाइल त्यो चाहिँ मलाई साह्रै मन पर्यो कि। सर र मेसिनले राखेको रहेछ। हङ्गेरी भन्ने देश चाहिँ युरोपकै करप्टेड देश होइन त, ठ्याक्कै नेपालको चाहिँ के भन्छन्, रोडहरू गडाङगुडुङ गरिरहेछ। सबै नेताहरूले यहाँनिर खाएर यस्तो रोड बनाएको हुन् त। त्यही भएर यहाँ 90को स्पिड भएको ठाउँमा पनि 70 देखाएर गडाङगुडुङ छ, बिस्तारै जाऊ भनेको होला होइन। त्यहाँको भन्दा मलाई यो हङ्गेरीको कब्रिस्तान चाहिँ साह्रै मन पर्यो है। सट्ट फुल्लै फुलदार। अमेरिकामा हेर्दा चाहिँ पुरै च्यानगारी जस्तो गरे जस्तो हुन्थ्यो, डर लाग्थ्यो मलाई चाहिँ। यहाँ चाहिँ रमाइलो लाग्यो मलाई च्यानगारी हेर्दा पनि। यो च्यानगारी पार्ट 2। यहाँको च्यानगारी चाहिँ मन पर्यो मलाई। घर पनि सँगै रहेछ। च्यानगारी नेरी घरहरू केही मतलब छैन। यो चाहिँ सनफ्लावरको चाहिँ हामी चाहिँ गाउँबाट बिस्तारै 1 घन्टा पुग्ने बाटोलाई 3 घन्टा लाएर जाँदैछौँ। सनफ्लावर मकै नेपाल जस्तो यो चाहिँ है। कति हो त सनफ्लावर, सनतिरै फर्किएको छ है जम्मै। यहाँ पनि अहिले युरोपमा पनि गाउँ हो कि क्या हो होइन रहेछ। युरोपमा पनि अहिले यस्तो 38 डिग्री पुगिसक्यो है। यस्तो गर्मी भइरहेछ। घाम कति हो, सनफ्लावरै लत्रक्क भइसक्यो बिचरा। उतापट्टिबाट खिच्नुपर्ने होला सबै हेर त। ओइ यसरी खिच्नुपर्ने रहेछ नि त। कस्तो राम्रो। आमा कति हो कति, किन जुम गरेर खिच्नु। अब कति जुम गर्ने यहाँ भन त। वाउ मुतुवा। यो सनफ्लावर त धेरै लामो छ। कति हो कति सनफ्लावर त। आमा मैले चाहिँ एउटा सनफ्लावर अपहरण किडन्याप गरेर लिएर आएँ। धेरै मन पर्यो। कस्तो राम्रो। सूर्यमुखी रानी भन्नु पर्ने यस्तो कस्तो राम्रो। मैले फर्स्ट टाइम यो सनफ्लावर यस्तो नजिकैबाट पक्रेर लिएर आएको है। सानो देखिँदा टिप्न पाइँदैन थियो नि त। अब यहाँ त लाखौँ करोडौँ सनफ्लावर छ। अहिले म सनफ्लावर लाएर खिच्छु। बुढाले चाहिँ बुढीको
सनफ्लावर टिप्ने इच्छा पुरा होस् भनेर एकछिन इमर्जेन्सी लाइट बालिवरी रोकिदियो होला होइन क्युट 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 रियलमा त धेरै राम्रो देखिएको छ बुढापाडु यो क्यामेरामा भन्दा कस्तो अर्कै राम्रो क्या एउटा नेचुरल कलर हुन्छ नि त्यस्तै देखिएको छ बिचरा टिपेर ल्याइहालेँ कहिले नमरेर यत्तिकै बस्यो हुन्थ्यो जस्तो लाग्छ मलाई चाहिँ कस्तो राम्रो देखियो नि त्यहाँ गार्डन घाम लागेको ट्याक्क दुइटा देखिँदो रहेछ कि